लुम्बिनी लायन्स भर्सेस विराटनगर किङ्सको म्याच थियो। लुम्बिनी लायन्सले विराटनगर किङलाई 5 विकेटले हराउन सफल भएको छ। लुम्बिनीले आफ्नो यो जित हात पार्दै अब क्वालिफायर राउन्ड पुग्न अलिकति आफ्नो स्टेप बढाएको छ। लुम्बिनी लायन्सलाई एकदम बधाई छ। हिजोको म्याचको कुरा गरौँ, सुरुदेखिको म्याचको कुरा गरौँ भने हिजो विराटनगर किङले ब्याटिङ गरेको थियो। पहिला 144 रन बनाएको थियो 8 विकेट गुमाएर, अनि त्यसपछि लुम्बिनी लायन्सले 17.4 ओभरमै चेस गरेको थियो है। 5 विकेट गुमाएर चेस गरेको थियो, सजिलै चेस गरेको थियो भनौँ है, त्यति गाह्रो परेको थिएन लुम्बिनी लायन्सलाई। लुम्बिनी लायन्सले यो जितसँगै 6 वटा म्याच खेल्दै 3टा म्याच जितेछ, 3टा हारेको छ, 6 पोइन्ट भइसकेको छ। विराटनगरको भनौँ 6 म्याचमा 4 वटा जितेर 2टा हारेर 8 पोइन्ट छ है। हिजोको विराटनगर हार्नुको कारण पनि के हो भनेपछि विराटनगरको जुन ओपनिङ छ नि जर्ज मोन्से, उसले चाहिँ आफ्नो 6 वटा म्याच खेलिसक्यो। 6 वटामा उसको स्कोर भनेको 56 रन। विदेशी खेलाडीलाई त्यत्रो महँगोमा लिएर आइसकेपछि विदेशी खेलाडीको पनि एउटा के रेस्पोन्सिबिलिटी हुन्छ भने त्यत्रो पैसामा ल्याएपछि उसले पर्फर्मेन्स पनि गर्नुपर्छ त्यही लेभलमा। ल एउटा 2टा म्याचमा ल थाहा छैन, कन्डिसन थाहा छैन, पिचको कन्डिसन थाहा छैन, के छ कसो छ भन्ने कुरा, अनि टिम कम्बिनेसन थाहा छैन भन्ने कुरा बुझिन्छ। तर 6 वटा म्याच खेलिसकेपछि एटलिस्ट एउटा म्याचमा 2टा म्याचमा त पर्फर्मेन्स गर है। एटलिस्ट एउटा म्याचमा जिताऊ, वान ह्यान्डली सिकाऊ, के भन्छ सिंगल ह्यान्डली जिताऊ, अथवा ब्याटिङ गर्न सकिरहेछ भने बलिङमा गर्न सक, त्यो पनि भएको छैन जर्ज मुन्सीबाट। त्यही भएर एकदम मेरो विचारमा एकदम घाटा लागिरहेछ क्या जर्ज मुन्सीलाई खेलाएर। मेरो विचारमा अब नेक्स्ट म्याचमा विराटनगर किङ्सले जर्ज मुन्सीको ठाउँमा लोकेश बमलाई र फ्याफ डु प्लेसीलाई ओपनिङ गराउने, अनि त्यसपछि जर्ज मुन्सीलाई ड्रप गरेर बरु अरू कुनै ब्याट्सम्यान खेलाएर बरु मिडल अर्डर अझै तगडा गरेर, अनि त्यसपछि बलिङ त राम्रो छ कि, बलिङ एकदम राम्रो छ यिनीहरूको। नभए बलिङ अलराउन्डर एउटा कोही राखे भने विराटनगर किङलाई बरु फाइदा हुन्छ मेरो विचारमा। यदि फरेन प्लेयरै खेलाउन छ भने अरू कुनै फरेन प्लेयर राख्दा हुन्छ, तर जर्ज मुन्सीबाट सायद अब हुन सक्दैन, किनभने 6 म्याचमा 56 रन छ, एउटा कि 2टा विकेट छ, के पनि त्योभन्दा राम्रो पर्फर्मेन्स भएको छैन है। सायद एउटा टिमले विदेशी खेलाडीबाट त्यति मात्र खोजेको होइन कि, यत्रो पैसामा ल्याइसकेपछि उबाट अझै एक्सपेक्टेसन हुन्छ है। त्यही भएर मेरो विचारमा नेक्स्ट म्याचमा ड्रप गर्दा नि केही फरक पर्दैन विराटनगर किङ्सले। अरू त लगभग राम्रो भइरहेको थियो तिनीहरूको, मिडल अर्डर पनि अहिले राम्रै बसिरहेमा राम्रै खेलिरहेको छ, सेमले पनि राम्रै खेलिरहेको छ, लोकेश बमले राम्रो खेलिरहेको छ, फ्याफ डु प्लेसीको पहिलो म्याच थियो, ऊ पनि अब कन्डिसन बुझिरहेको छ, नेक्स्ट म्याचमा कमब्याक गर्छ भन्ने आश छ है। अनि बलिङमा पनि सन्दीप राम्रै छ, अनि त्यसपछि मर्चिन्दी ल्याङले एकदम राम्रो गरिरहेको छ, उसले उसको बलिङ पनि है सबै हेर्दाखेरि राम्रो छ है। त्यही भएर मेरो विचारमा ओपनिङको कारणले गर्दा हारेको के, जति म्याच हारेछ विराटनगर किङ ओपनिङ नचलेरै हारेको के। जर्ज मुन्सीको रनै छैन एउटा म्याचमा पनि, एउटा म्याचमा 36, एउटा म्याचमा 20 छ, अनि 2टा म्याचमा कर्णाली र लुम्बिनीसँग लगातार 0-0 छ के। त्यही भएर ड्रप गर्दा हुन्छ मेरो विचारमा। अनि त्यसपछि अब पोइन्टको कुरा गरौँ है, कुन टिम आउट भइसक्यो, अब कुन टिम क्वालिफाई भइसक्यो, अनि कुन टिम अब हुन सक्छ भन्ने कुराको अब छलफल गरौँ है। पहिलो नम्बरमा त सुदूरपश्चिम रोयल क्वालिफाई भइसकेको छ। अबको 2टा म्याच छ क्वालिफायर के भन्छ सुदूरपश्चिमले खेल्ने, त्यो 2टा म्याच हारे पनि केही फरक पर्दैन सुदूरपश्चिमलाई, क्वालिफाई भइसकेको छ। सुदूरपश्चिमलाई एकदम बेस्ट अफ लक र कङ्ग्रेचुलेसन छ क्वालिफाईकोलाई। एकदम सबभन्दा राम्रो टप टिम अहिलेसम्म देखिएको छ, कसैले हराउन सकेको छैन। अनि त्यसपछि सेकेन्ड टिम भनेको काठमाडौँ गोर्खास है। काठमाडौँ गोर्खास पनि 6 म्याचमा आफ्नो 4 वटा म्याच जितेर 2टा हारेको छ, 8 पोइन्ट छ, रन रेट पनि एकदम राम्रो छ 0.516 छ है काठमाडौँको पनि। काठमाडौँ पनि लगभग क्वालिफाई भइसकेको छ। अब एउटा पोखरासँग छ म्याच काठमाडौँको, पोखरालाई हराउन सफल भयो भने डाइरेक्ट क्वालिफाई हुन्छ। अनि त्यसपछि विराटनगर किङ्सको म्याच छ, विराटनगर किङ भर्सेस सुदूरपश्चिमको छ है। विराटनगरको पनि एउटा म्याच छ, विराटनगर सुदूरपश्चिमसँग खेल्छ। त्यो विराटनगर यदि सुदूरपश्चिमलाई हरायो भने ऊ पनि क्वालिफाई हुन्छ। त्यसपछि लुम्बिनी 6 म्याचमा 3टा जितेछ, 3टा हारेछ, 6 पोइन्ट छ। अनि त्यस्तै पोखराको 5 म्याचमा 2टा जित्छ, 3टा हार्छ। चितवन राइनर्सको पनि 5 वटामा 2टा जित, 3टा हार। कर्णाली एक्स र जनकपुर भोल्ट, अब कर्णाली एक्सको एउटा म्याच छ, जनकपुर भोल्ट्सको 5 वटा म्याचमा एउटा मात्र जितेछ, 4 वटा हारेछ, 2 पोइन्ट छ।
त्यही भएर अब जनकपुर भोल्ट्स र कर्णाली एक्स अब म्याच जिते पनि हारे पनि मतलब छैन, तिनीहरू आउट भइसक्यो। दुईटा टिम यो एनपिएल सिजन 2 को क्वालिफायर राउन्ड भन्दा बाहिर गइसक्यो। अब एलिमिनेसन भइसक्यो दुईटै टिम। अब यिनीहरू जिते पनि हारे पनि यिनीहरूलाई मतलब छैन, अब आफ्नो इज्जतको लागि खेल्ने हो है। अनि त्यसपछि चितवन र पोखरामा चितवन पोखरा ले आफ्नो दुईटा बचेको म्याच दुईटै एकदम राम्रो रन रेटले जिते भने क्वालिफाई हुने चान्स छ, हैन भने यदि एकदम कम्पिटिसन एकदम थोथोरै रनले थोथोरै विकेटले जित्यो भने सायद यो टिम पनिहरू अब आउट हो है। लुम्बिनी लायन्सको 6 म्याचमा 3टा जितेछ, एउटा जिते भने जनकपुर भोल्टसँग छ म्याच लुम्बिनी लायन्सको। अब लुम्बिनी लायन्सले यदि जनकपुर भोल्टलाई राम्रो रनले हराउन सफल भयो भने लुम्बिनी लायन्स पनि क्वालिफाई हुन्छ है। त्यही भएर अबको लगभग 4वटा टिम एकदम फाइट गर्छ कि अब कुन भने लुम्बिनी लायन्स अनि पोखरा अनि त्यसपछि चितवन अनि विराटनगर किङ्स पनि। काठमाडौँको रन रेट अलि ठिक छ है, लगभग लुम्बिनी पोखरा चितवन है। लुम्बिनी पोखरा चितवनमा यो 3टा टिम मध्ये एउटा टिम क्वालिफाई हुन्छ। यो 3टा टिमले अब चाहिँ एकदम राम्रो खेल्नु पर्ने छ। अब बचेको एउटा अनि पोखरा र चितवनको दुईटा म्याच छ, दुईटा म्याच छ। ती दुईटा म्याच जसरी नि जित्यो भने क्वालिफाई हुने चान्स छ, हैन भने यी टिमहरू पनि बाहिर हो। काठमाडौँ र सुदूरपश्चिम र विराटनगर लगभग पुग्छ है, किनभने तिनीहरूको रन रेट प्लसमा छ अनि एउटा म्याच छ। एउटा म्याच जित्यो भने तिनीहरू पनि एकदम चान्स बढी छ। तर तिनीहरू पनि यदि हारे भने फेरि एकदम नराम्रोसँग हारे भने फेरि यताको तलको टिम माथि जान सक्छ के। त्यही भएर अबको म्याच सबै टिमलाई एकदम भाइटल रोल छ, भाइटल म्याच छ सबैको। सबै टिमलाई एकदम बेस्ट अफ लक छ, स्पेसली लुम्बिनी लायन्सलाई बेस्ट अफ लक छ, किनभने म पनि लुम्बिनीबाट हो। त्यही भएर लुम्बिनी लायन्स क्वालिफाई गर्छ भनेर विश्वास गर्छु मैले है। लुम्बिनी लायन्स एकदम राम्रो टिम छ, ब्यालेन्स टिम छ। अहिले कमब्याक गरेको छ, सुरुमा अलि नराम्रो खेले पनि अहिले चाहिँ एकदम राम्रो खेलिरहेको छ, कमब्याक गरेको छ। सबै टिमलाई बेस्ट अफ लक छ। तपाईहरुको विचारमा टप 4 टिम कुन टिम पुग्न सक्छ कमेन्ट गर्नु होला। अनि त्यसपछि अहिलेको अब विकेस्ट टिम भनेको अहिले जनकपुर भोल्ट्स र कर्णाली एक्सै देखे यो टुर्नामेन्ट भरिकै है। सुरुदेखि नै म्याच हेरौँ भने कर्णाली एक्स र जनकपुर भोल्ट्स अरु टिमहरुको 70% पनि थिएन के, त्यति नराम्रो टिम। अहिले चाहिँ कर्णाली एक्सले चाहिँ जोडै दिएन के, न नेशनल प्लेयरहरु राम्रो छ, नेपाली प्लेयरहरु राम्रो छ जनकपुर भोल्ट्सको कर्णाली एक्सको नेपाली प्लेयरहरु राम्रो भए पनि फरेन प्लेयरहरु चाहिँ उले त्यो लेभलको लिएर आउन सकेन के। त्यही भएर लगभग अरु टिमको हेरौँ भने फरेन प्लेयरहरुले जिताइरहेको छन्। त्यो चाहिँ गल्ती कर्णाली एक्सले गर्यो। जनकपुर भोल्ट्सको फेरि न ब्याटिङ न फिल्डिङ न बलिङ केही पनि चलेन के, न फरेन प्लेयरहरु चल्यो न नेपाली प्लेयरहरु चल्यो, कोही पनि चलेन के। एउटा नेपाली प्लेयर चल्यो अनिल शाह, त्यो म्याच जित्यो फेरि के। अरु म्याचमा कोही पनि न नेपाली प्लेयर चल्यो न चाहिँ के भन्छ फरेन प्लेयर नचल्नेको कारण पनि लगातार 4वटा म्याच हारेको हो के जनकपुर भोल्ट्स। सायद अब बचेको दुईटा म्याच छ, दुईटा म्याच जित्न सक्छ नजित्न सक्छ के थाहा, कमब्याक गरेको छ एउटा म्याचमा। होप अब नेक्स्ट म्याचमा के गर्छ। लुम्बिनी लायन्सैसँग छ फेरि। जे भए पनि दुईटै टिमलाई बेस्ट अफ लक छ। सुदूरपश्चिमलाई एकदम बधाई छ, क्वालिफाई भइसकेको छ। अहिलेलाई यति है। अनि तपाईहरुलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला। बाइ बाइ, नमस्ते।